ना बनाता यार ब्लॉग में कहीं था मान ठाउने हेलो गाइस स्वागत छ हजुरहरुलाई आज हामी ना बनाता यार ब्लॉग में कहीं था मान ठाउने ब्लगै बनाउँदिनन् त गाइस आज हामी जाँदै छौं स्कुलको माहौल हेर्न र अब पढाउन हाम्रो टिचर साफ यता हुनुहुन्छ अनि अर्को यता टिचर हुनुहुन्छ हामी अब हाम्रो स्कुलको माहौल देखिने भिडियोमा आएका छौं यता सक्नुहुन्छ कि गाइस यो भ्यूज हेर्नु न त्यो भन्छ त्यसलाई राकाम भन्छ यसलाई रागमौरी औडो भन्छ त्यसपछि त्यो रह्यो हाम्रो स्कुल र हाम्रो यिनीहरु गइसके र मलाई पनि जानै पर्यो हैन गाइस अहिले हामी यो ओरालोमा छौं चिप्लो छ लड्यो भने पुरा ढाड नै भाँचिन्छ यताको अलि माटो भन्ने अलि स्ट्रङ रातो माटो छ के यहाँ लोड्ने चान्सहरु अलि धेरै हुन्छ र यिनी गाउँहरु हेर्नुस् यो गाउँ हेर्नुस् भेरी त्यही छ कसको ए यसको जिएफ त एउटा थियो यसको एकतर्फी लभ थियो हैन त्यसको त्यो अगाडिको छ नि त्यो जिन्सको लगाइराख्ने अगाडि हिँड्राख्ने ब्ल्याक टी शर्ट त्यसको एउटा गर्लफ्रेन्ड थियो हैन एकतर्फी बहुत माया गर्थे त्यो मान्छेले र उलाई माया नै पचेन हैन हामी साथीहरुले मिलाउने सक्दो धेरै कोसिस गरेको थियौं मिल्दै मिलेन अनि सायद अब उसको मनको कुरा हामीलाई के थाहा हैन के भयो यिनीहरुको तर हामीले सक्दो कोसिस गरेको थियौं भएन त्यही पनि अब फ्युचर हो पछि उनीहरु अनि अर्को नि केही घबाघब गर्न सक्छ नि त्यही भएर फ्युचरको केही भरोसा छैन अहिले त अब एकतर्फी यसको माया छ र यिनीहरु गइरहेका छन् हामी पनि हिँडिरहेका छौं र अब हामी स्कुलको नजिक छौं अहिले हामी स्कुलको नजिक पुगिसक्यौं र यो रह्यो हाम्रो स्कुलको विकास त्यसपछि त्यो रह्यो मन्दिर अनि म चाहिँ अहिले पत्रकार म चाहिँ अहिले पत्रकार भएर सरहरुको सातो खाना गइरहेको छु गरे जो गाइस यो रह्यो हाम्रो स्कुल अनि हाम्रो क्लास चाहिँ उहाँ छ अनि त्यो रह्यो क्यान्टिन अब भित्र त मोबाइल लग्ने परमिसन त छैन होला त्यही पनि हामी सक्दो कोसिस गर्ने छौं अनि देख्न सक्नुहुन्छ उता भेरी यो मन्दिर अनि यता चाहिँ पोलहरु आइरहेको छ त्यसपछि जय मेसी त्यसपछि अब हामी पनि गइरहेका छौं अनि यो किन ह्यान्डसम मान्ने क्या यो पूजाको नाचले गर्दा हाम्रो एजुकेसन नै रोकियो अहिले पूजा राइस मिल छ नि त्यहीबाट नहीं जूम गरेँ मैले बाजे पूरा खतरा रखे
जनताको मलाई लाग्छ सिङ्गार हो। कस्तो लाग्यो हजुरहरू कमेन्टमा भन्नु होला। लाइक कमेन्ट सब्सक्राइब लाइक कमेन्ट सेयर गर्ने होला। तपाईँ केही भन्न चाहनुहुन्छ? म केही भन्न चाहन्छु। केही भन्न चाहनुहुन्छ? स्कुलबाट आइसकेका छौँ र यो घरमा हामीलाई यो क्या भन्न यो दियान फिने रोटी अनि यो के भन्छन् यो खुर्मा दियान। यो हेर्नु कतै छाडै लाग्दैदेखि 10 दिनदेखि भोगो अझै त। गाइस आजलाई यति। हाम्रो यो भ्लग हजुरहरूलाई कस्तो लाग्छ हेरेर आफ्नो राय देखाउनु होला। आजलाई यति, भेटिनेछौँ नयाँ भ्लगमा र यसको छाडै लाग्दो भए गाइस भेटिन्छौँ हामी नयाँ भिडियोमा। बाई बाई।